दर्शकबिन यहाँहरूलाई आज म रमाइलो ठाउँ देखाउन गइरहेको छु जुन भक्तपुर जिल्लाको सूर्यविनायक भन्दा अलि माथि दार्जिलिङ हाइटबाट चाहिँ हामी बालकोट जाने क्रममा मैले बनाएको भिडियो हो यो हैन। यो जंगल छ, यो घना जंगल छ। यहाँ बाघहरू, चितुवाहरू, मृगहरू हैन धेरै जनावरहरू पाइन्छ रे। यो जंगल काठमाडौँमा चाहिँ काठमाडौँको भक्तपुर जिल्लाको सूर्यविनायक भन्दा अलि माथि यो बालकोट जाने बाटो, जहाँ हामी सूर्यविनायक नगरपालिकाबाट माथि जंगल हुँदै हामी यो गुन्डु, जहाँ महेश बस्नेतको घरको छेउ गुन्डु हुँदै हामी बालकोट छिर्छौँ। सो अहिले चाहिँ हामी यो दार्जिलिङ हाइटबाट माथि यो जंगल गइरहेको छौँ। देख्न सक्नुहुन्छ भिडियोमा। अति नै रमाइलो छ जंगल, हरियाली जंगल, जहाँ जंगलभित्र अँधेरो छ है, हेर्नु देख्न सक्नुहुन्छ। यदि यो भित्र गयो भने बाघ छ अरे, बाघ चितुवाहरूले चाहिँ एट्याक गर्छ। पहिला बच्चाहरूलाई खाएको, मान्छे खाएको भन्ने पनि सुनियो यो जंगलमा। सो गुन्डु साइड अनि तपाईँको यो सूर्यविनायक भन्दा अलि माथि त्यो जंगलमा चाहिँ तपाईँको बाघहरू चाहिँ हैन, दार्जिलिङ हाइट साइड चाहिँ बाघहरू एट्याक गरेको अरे पहिला चाहिँ। सो अहिले पनि अब मान्छेहरू डराउँदो रहेछ त्यो जंगलभित्र पठाउँदा है। सो एकदम अन्धकार छ जंगलभित्र, देख्न सक्नुहुन्छ। अँधेरो छ एकदम, घनघोर जंगल छ, ठुलो जंगल रहेछ, जहाँ आर्मी ब्यारेक पनि रहेछ यहाँ। सो हामी त्यहाँबाट हुँदै हामी यता बालकोट छिर्ने क्रममा चाहिँ खिचेको भिडियो है, हेर्नुहोस्। सो तपाईँहरू घुम्न आउनु सक्नुहुन्छ, तर होसियारी भएर आउनुपर्छ यहाँ चाहिँ है। एक्लै हिँड्नु हुँदैन, साथीहरूसँग ग्रुप मिलाएर आउन सक्नुहुन्छ। रमाइलो ठाउँ छ। हामी देख्न सक्नुहुन्छ, रमाइलो छ। यहाँ एउटा धारा रहेको छ, अर्ग्यानिक पानी, एकदम अर्ग्यानिक पानी पाइँदो रहेछ यहाँ। चिसो पानी है, पहाडबाट माथिबाट ल्याएको जङ्गलमा उम्रेको पानी रहेछ यो। सो हामीले चाहिँ यहाँ पानी खाने निर्णय गऱ्यौँ। तिर्खा लागेको थियो, गर्मी थियो। गर्मीमा चाहिँ अब एकदम हैन चिसो पानी खाउँ त भनेर हामीले त्यहाँ बसेर पानी खायौँ। पानी खाइसके पछाडि हामी त्यहाँबाट हिँड्यौँ। फेरि हिँड्दैछौँ। अब देख्नुहुन्छ रमाइलो काठमाडौँ सूर्यविनायकको रमाइलो बजार देखिन्छ। अब यहाँ मन्दिर आयो, एउटा ठुलो मन्दिर छ है। यो सूर्यविनायक भन्दा अलि माथि हाइटमा है मन्दिर, एकदम ठुलो मन्दिर छ। के मन्दिर हो त्यो चाहिँ थाहा भएन मलाई पनि, तर हामीले खिचेको थियौँ। एकदम रमाइलो मन्दिर ठाउँ रहेछ। सो मन्दिर हुँदै हामी सरल गुन्डु साइड आउँदैछौँ। अब यहाँबाट चाहिँ भक्तपुर जिल्लाको रमाइलो ठाउँहरू देखिन्छ। यहाँबाट चाहिँ यसलाई चाहिँ भ्यू डाँडा जस्तै रहेछ यो हैन। धेरै मान्छेहरू यहाँ घुम्न आउने, शीतल हावा खानको लागि। र यहाँबाट चाहिँ दृश्यहरू, रमाइलो दृश्यहरू देख्नु भएको कारणले गर्दा मान्छेहरू यहाँ आउँदो रहेछ। देख्नु सक्नुहुन्छ है। हेर्नुहोस् है, म देखाउँदैछु तपाईँलाई। यहाँबाट जान्छ यहाँबाट जान्छौँ हामी। अब त्यो भ्यू डाँडामा पुग्छौँ हामी। यहाँबाट चाहिँ भक्तपुर जिल्लाको 5 तले मन्दिर हैन, सल्लाहघारी, राधे सबै देखिन्छ यहाँबाट। धेरै मान्छेहरू चाहिँ यो साइडमा घुम्न आउँछन्, किनकि हेर्नु देख्नु हेर्नुहोस् त ल, ठुलो बजार देखिन्छ। यो सूर्यविनायक नगरपालिका सूर्यविनायक, तपाईँको यो सल्लाहघारी, राधे हैन, यो 5 तले मन्दिर सबै देखिन्छ यहाँबाट। हेर्नुहोस् टक्क मान्छेहरू धेरै घुम्न आउँछन्। यहाँ होटल छ यहाँ। अब हामी यहाँबाट चाहिँ गुन्डु प्रवेश गर्छौँ। पारी चाहिँ गुन्डु है, त्यो पारीको जङ्गल चाहिँ गाउँ चाहिँ गुन्डु हो। अति रमाइलो, रोडहरू सब पिच भइसकेको, एकदम राम्रो छ ठाउँ। हेर्नुहोस्, हामी गुन्डु साइड जाँदैछौँ। त्यो पारी देखिने गुन्डु हो। र अब हामी यहाँबाट सरर तल्लो साइड हामी बालकोट साइड, मोडर्न स्कुल आउने बाटो, काठमाडौँ दरबार स्कुल चाहिँ माथिल्लो बाटो गइन्छ, माथि देखिन्छ। सो हामी यहाँबाट तल्लो बाटो गुन्डु नगइकन गुन्डुभन्दा तलबाट हामी बालकोट छिर्छौँ। हामी यहाँबाट दर्शकबिन तपाईँलाई म देखाइरहेको छु यो माथिको चाहिँ गुन्डु भन्ने ठाउँ है। काठमाडौँको गुन्डु भन्थ्यो होइन, त्यही रहेछ गुन्डु ठाउँ। हामी यहाँबाट बालकोट आयौँ। अब तपाईँले देख्नुहुन्छ दरबार स्कुल, काठमाडौँ ओल्ड दरबार स्कुल माथि देखिन्छ यहाँबाट। यो गुन्डु माथि देख्नु सक्नुहुन्छ हो। काठमाडौँ ओल्ड दरबार स्कुल माथि चाहिँ देखिन्छ है, ठुलो स्कुल छ।